ओइ बुढी किन किन आत्ते त्यो हरिको घरमा मान्छेहरू त लाइन छ त के को लाइन हो फोन गरेर सोध्नु न मलाई के थाहा के भयो ओइ हरि तेरो घरमा त्यो के को लाइन हो मान्छे त लाइन छ त किन रहेको मैले गाउँबाट कुकुर पाल्न भनेर लिएर आएको थिएँ अनि त्यही कुकुरले टोकेर मेरो बुढी मर्यो ओहो के भएछ बुढो चुप लाग तिमी भित्र कोठा जाऊ त म भित्र गएँ है त ओइ हरि तेरो कुकुर भाडा पाउँदैन एक दिनको लागि मलाई सान्त्वना दिनको लागि लाइन बस्यो र यिनीहरू सबै त्यही कुकुर लिन आएको